हेलो साथीहरू, आज चाहिँ काँक्राको विषयमा छु होइन। आज चाहिँ मेरो एउटा ग्राहक आएको छ कि उहाँ चाहिँ मोरङबाट आउनु भएको अरे होइन। काँक्राकै लागि मैले यस्तो एउटा भिडियो बनाएको थिएँ। काँक्रा चाहिँ कसैलाई चाहियो भने घरमै आएर लानु सक्नुहुन्छ भनेको थिएँ कि उहाँले चाहिँ यो काँक्रा चाहिँ रोज्नु भयो होइन। यो चाहिँ मैले दिने भएँ, तर भाडा चाहिँ अब मोरङबाट 2-3 हजार तिरेर चाहिँ यो एउटा काँक्राको लागि चाहिँ आएको हो होइन। यस्तो छ मान्छे चाहिँ तर यो काँक्रा चाहिँ यस्तो भएछ कि यस्तो यहाँ झाँक्रा लगाइदिएको थिएँ, उता नै पल्टेर झन्डै झर्ला भइसक्यो। काँक्रा पनि एउटा भयो त यहाँ त 20-25 जना छ कि ठिक्क खाने बेला के कति माथि छ टन्नै छ होइन। यसको लागि चाहिँ आउनु सक्नुहुन्छ है तपाईँहरू पनि। तर एकजना मैले ग्राहक चाहिँ भेटाएँ होइन, उहाँ चाहिँ यो काँक्रा चाहिँ रोज्नु भयो होइन। म रोज्दा दिने क्या, रोज्दा दिने, तर ठ्याक्कै यही रोज्नु भयो। तर म छुँदा पनि केही हुँदैन होइन। तर मैले छुएँ पनि केही कुहिँदैन कि यो काँक्राहरू चाहिँ के छ त अब त्यही नै मन परेको हो। बरु 1 लाखै जाओस् होइन, तर एउटा काँक्रा चाहिँ चाहियो। पाहाडकै चाहियो। त्यही भएर चाहिँ तपाईँको भिडियो देखेँ, त्यही भएर ल ठिक छ, तपाईँ टिप्नु सक्नुहुन्छ है। तपाईँ पनि काँक्रा चाहियो भने चाहिँ आएर लान सक्नुहुन्छ है। रोज्दा दिने कि म भन्दै मेरो भिडियो चाहिँ अब यति नै बनाएँ होइन।